तिम्रो त्यो एक्स चाहिँ कता छौ आजभोलि कोही एक्स त्यो पहिला एकचोटि भाइरल भएको थियो त यस्तो बनाइदियो भनेर रतन पार्कतिर सधैँ आउँछ त भेट्नु कोही पनि छैन र पहिलाको एक्स होइन फतौरी कति झुट भन्नु सकेको हो साँच्चै छैन एक्स पनि छैन स्याक्स पनि छैन साँच्चै छैन ल त्यसो भए मलाई बोयफ्रेन्ड बनाउने हो त पैसा कति दिनुहुन्छ पैसा दिने चाहिँ गरेको छैन है मैले बरु यसो चान्स पायो भने लिने चाहिँ गरेको छु त्यसो म आउँदिनँ ए नआउने पैसा छैन भनेपछि होइन माया प्रेम गरौँ भन्दा पनि पैसा माग्छ त यार ठाडै त्यसो के गर्छ पैसा चाहिँ तिर्दैन है म त अनि अस्ति माकुरीको त बच्चै बोकेको भन्दै थियो त अनि माकुरीले पैसा तिरेको हो फ्रीमा हालिदिनु भएको थियो ए माकुरीले चाहिँ फ्रीमै अनि हाम्रो लागि चाहिँ पैसा चाहिने किन यस्तो भेदभाव हो त्यो मन नपर्ने कुरा नसुन्नु राम्रो नसुन्नु राम्रो कुरा गर्नुलाई त अलिक राम्रै हुनु पर्यो नि त आफ्नो बिहेर पनि 20 रुपियाँको औकात छैन फ्रान्सेको कुरा गर्छ हाम्रो पनि एउटा इज्जत छ ठाउँमा ठाउँमै इज्जत भएको मान्छेले कतिवटा केटाहरू मन पराएर हिँडेको हो हामीलाई थाहा छैन नि पहिला त मन पर्छ धेरै आउँछ कि त्यससँग जाउँ सुत्न त अब Women. जाँदा हुन्छ अब तँलाई त पैसा चाहिन्छ कि अरे तिनीहरूले त पैसा दिन्छ होला म चाहिँ पैसा दिने परिन गएँ म त अर्कै खोज्नु त केटा गइहाल्छ नि त केटा हामी चाहिँ केटी हो नि त केटा केटी महिला पुरुष सबै बराबर भनेको होइन किन त्यस्तो भेदभाव त ऊ त्यो ललिपप छ